ओम नमः शिवाय। नेपालको पवित्र भूमि भक्तपुरमा अवस्थित डोलेश्वर महादेव मन्दिर भगवान शिवका भक्तहरूका लागि अत्यन्तै श्रद्धाको पवित्र तीर्थस्थल मानिन्छ। हरियाली पहाडको काखमा रहेको यो मन्दिर काठमाडौँ उपत्यकाबाट करिब 20 किलोमिटरको दूरीमा भक्तपुरको सिपाडोल क्षेत्रमा अवस्थित छ। यहाँ पुग्ने बित्तिकै मन्दिरको शान्त वातावरण र शिव भक्तिको अनुभूतिलाई मनलाई नै आनन्दित बनाउँछ। डोलेश्वर महादेवसँग जोडिएको एउटा प्रचलित धार्मिक मान्यता निकै रोचक छ। महाभारतको युद्धपछि पाण्डवहरू भगवान शिवको दर्शन र क्षमा माग्दै हिमालयतर्फ गएको धार्मिक कथन छ। भगवान शिवले उनीबाट आफूलाई लुकाउन साँढेको रूप धारणा गर्नुभएको र पाण्डवहरूले साँढेको पुच्छर समात्दा त्यसको शरीर अलग भएको भन्ने मान्यता छ। यही धार्मिक विश्वास अनुसार केदारनाथमा रहेको भगवान शिवको शरीरको भाग र भक्तपुरको डोलेश्वरमा रहेको भागबीच सम्बन्ध रहेको मानिन्छ। त्यसैले डोलेश्वर महादेवलाई श्रद्धापूर्वक केदारनाथको शिर भनेर पनि चिनिन्छ। यो सम्बन्ध सन् 2009 अगस्त 22मा केदारनाथका प्रमुख पुजारी श्री 1008 जगद्गुरु भीमा शङ्करलिङ्ग शिवाचार्यले अनौपचारिक रूपमा घोषणा गरेको नेपाल पर्यटन बोर्डले उल्लेख गरेको छ। यहाँ बिहानदेखि साँझसम्म विभिन्न धार्मिक पूजा तथा आरती हुने गर्दछन्। श्रावण महिना महाशिवरात्रि र तीजका अवसरमा विशेष रूपमा भक्तजनहरूको ठुलो उपस्थित हुने गर्दछ। डोलेश्वर महादेव केवल एउटा मन्दिर मात्र होइन, नेपाल र भारतको शिव भक्तिसँग जोडिएको धार्मिक आस्थाको एउटा महत्त्वपूर्ण स्थल पनि हो। यदि तपाईहरू पनि भगवान शिवका भक्त हुनुहुन्छ भने एकपटक डोलेश्वर महादेवको दर्शन गर्ने अवसर अवश्य पाउनुहोस्। हर हर महादेव। ओम नमः शिवाय। நமச்சிவாய அஞ்செழுத்தும் நிற்குமே நிலைகளும் நமச்சிவாய மஞ்சு தஞ்சும் புரணமான மாய்கையை நமச்சிவாய அஞ்செழுத்தும் நம்முள்ளே இருக்கவே நமச்சிவாய உண்மையை நன்குரை செய்நாதனே.